ट्र्यामहरू यहाँको खतरा छ यसले डङडङ्गै दिन्छ नि गाइज हामीलाई त भिडियो खिच्न दिएन त्यहाँनिर सबै ठाउँमा हत्तपत्त भिडियो खिच्न नमिल्ने रहेछ दुसरै आइटमको फेकहरू पाइन्छ टन्नै थुप्रै क्वालिटीको पाइन्छ गाइज यहाँ चाहिँ अब झन्डै 8 बज्नै लागिसक्यो र पनि एक थोपो अँध्यारो भएको छैन हेलो नमस्ते सबैजनालाई वेलकम टु अस्पिन कपल ब्लग्स र हामी चाहिँ आइपुगिसकेका छौँ टर्कीको हामी इस्तानबुल सिटीमा छौँ सो आज चाहिँ हाम्रो अब डे 2 भन्नु पर्यो है किनभने हामी हिजो राति ल्यान्ड गरेको अनि आउनसाथ सिधै होटल गएर सुत्ने काम भयो आज चाहिँ हामी एक्सप्लोर गर्न बाहिर जाँदैछौँ सो अब आजको ब्लग चाहिँ हाम्रो सपिङ र फुड ब्लग हुनेवालामा छ हामी अब बाहिर निस्किन जान लागेको तपाईहरुलाई पनि देखाउँछौँ के हुन्छ सो अब हामी बाहिर जाउँ है त हामी बाहिर जान लागेको थियौँ तर यसो एउटा सानो रुम टुर दिउँ भनेर है यो चाहिँ हाम्रो किचन साइड हैन यहाँनिर युटेन्सिलहरू सबै छ ग्लास प्लेटहरू सबै छ अनि यो चाहिँ हाम्रो बेडरुम एरिया भयो अनि त्यहाँनिर हाम्रो ब्लग अपलोड भइरहेको छ अनि त्यतातिर लगेज एरिया भयो यो चाहिँ सिटिङ एरिया जस्तो भनौँ यहाँ छ सिटिङ एरियामा मान्छे किन स्ट्यान्ड गरेर सिटिङ एरियामा सिट गर्नुपर्छ अनि यहाँ चाहिँ हाम्रो टिभी एरिया अनि यता चाहिँ क्लोजेट छ है यता एउटा अनि यता छ क्लोजेट त्यसपछि हाम्रो बाथरुम त्यहाँभित्र चाहिँ सावर एरिया भइहाल्यो अनि यो चाहिँ म तर त्यस राम्रो छ हामीले बुक गरेको होटल ओके त्यही हो अब चाहिँ हामी बाहिर निस्क्यौँ हामी चाहिँ तयार भएर अब निस्किँदैछौँ सरी ल स्ट्रिट्स अफ इस्तानबुल शीतल रहेछ आहा मजा आइरहेछ हामी यता माथितिर जानु पर्यो अब यसले कता देखाइरहेछ मार्केट लाइक ग्रान्ड बजार यहाँको मान्छेहरूले कति धेरै चुरोट खाने क्या चुरोटे ल हामी चाहिँ निस्क्यौँ आऊ त कता छौ तिमी हामी चाहिँ निस्क्यौँ अब बाहिर जाँदैछौँ पुरा उकालो छ है यहाँ हेर्नु त ल पुरै ओह्रालो छ पछाडि हाम्रो होटल यतै पछाडि छ हामी चाहिँ अब उकालो चढेर जाँदैछौँ यहाँ पुरै उकालो छ बाहिर रोड भयो अब पुरै ठाडो उकालो रहेछ क्या यो एरिया चाहिँ यस्तो डाँडामै जस्तो छ यार एकैछिनमा खुट्टा दुख्न थाल्यो त हिँडेर ल हाम्रो पहिला चाहिँ कुरा भनेको खाजा खोज्नुपर्ने हुन्छ भोक लागिसक्यो हामी चाहिँ यहाँ मार्केट एरिया आइपुग्यौँ अब खाजा खान जानु लाग्यो यहाँ खाइदिनु बिक्री आइटम जस्तो रहेछ हो ल ल ल यहाँ खाइदिउँ के रहेछ ल यही खाइदिउँ न त एकछिन बसेर हामी चाहिँ अब खाजा खान लागेको यहाँको टर्किसकै मिठाई रहेछ यहाँनिर पसैले देख्यो क्या अनि भोक लागिरहेको बेला पहिला केही खाइहालौँ भनेर खाऊ गुलियो पनि खाइदिने हो ल कस्तो मलाई खुवाइदेऊ नि त गुड पुरै घिउको घिउमा डुबाएको अनि भित्र के छ के हो थाहा छैन दिस इज सो गुड म्यान हामी खाजा खायो भर्खर खाजा खाएर निस्क्यो अब यहाँ अगाडि मार्केट एरिया रहेछ अब हल्का सपिङ गर्न जानु पर्यो है यहाँ अगाडि छ मार्केट एरिया सपिङ यहाँ छ मार्केट कस्तो भिड रहेछ यहाँ हेर्दै जाऊँ अब के भेटिन्छ कतिमा भेटिन्छ कति घटाउन सकिन्छ यार खतरा छ टन्नै छ यहाँ मान्छे बोलाउन आइसक्यो यहाँ अहिले छिर्ने छिरौँ न त ल
सबलाई हेरौँ त कस्तो खतरा रहेछ नि त्यहाँ त मैले परैबाट बर्बरीको देख्यो बर्बरी सोध्यो मिल्छ अरे हेर नि त के तिमीलाई यो चाहिँ सायद सबलाई चाहिँ हेरौँ न को होला मलाई के एउटा सेतो टी सर्ट हेर्ने यो अब हामी आउन त आयौँ गाइज तर यो बाँकी मार्केट चाहिँ क्लोज रहेछ क्या किनभने आज सन्डे क्लोज हुँदो रहेछ उनीहरूको तर पनि पसलहरू खुल्ला छ अब हेर्दैछौँ हामी के पाइन्छ कि ऊ फिलिपे प्लेनको माथि सबै ब्रान्डेड छ है सब हेर्नु न हो ल यहाँ यही बेला उठाउ गर तिमी 30 लिरा सेर्ते लिएर एउटा ब्रासलेट दिन्छु 30 लिरा भनेको चाहिँ 3 दिरम जति 100 चान्छन् यहाँ वालेटहरू पनि रहेछ दामी दामी गुच्ची एलभी जोर्ज आर्मानी यहाँ चाहिँ त्यही हो लग्जरी आइटमको फेकहरू पाइन्छ टन्नै थुप्रै क्वालिटीको पाइन्छ कम क्वालिटीदेखि लिएर हाई क्वालिटीदेखि लिएर सुपेरियर क्वालिटी गाइज हामीलाई त भिडियो खिच्न दिएन त्यहाँनिर सबै ठाउँमा हत्तपत्त भिडियो खिच्न नमिल्ने रहेछ बेल्ट हेर्नु न त एउटा बेल्ट केटीलाई केटालाई ल हेर नि त तब हामी यहाँ बेल्ट हेर्छौँ है र चिल पारामा भ्लग गर्दै हामी चाहिँ है अब जुस खान लागेको कहाँ भागेर हेर क्यामेराबाट भाग्छ अब अहिले मलाई एक्लै कहाँ हुन्छ सो अब हामी चिसो जुस खाइदिनु लागेको यहाँको मौसम राम्रो छ यार घाममा चाहिँ अलिकति हल्का तातो हुँदो रहेछ छायामा चाहिँ एकदम शीतल छ तर सही छ वेदर यहाँको 150 अरेन्ज जुस किन धेरै एउटा भन न यो एउटा सानो जुसको चाहिँ 150 पऱ्यो यहाँको 150 भनेको चाहिँ 15 दिरम अब नेपाली त कति महँगो 15 दिरम भनेको त्यही त यो चाहिँ यहाँको ट्राम जस्तो छ है गाइज हामी पनि अब यो चढ्नलाई एउटा के कार्ड चाहिन्छ उता हाम्रो दुबई युएमा नल कार्ड जस्तो अनि के भन्छ इस्तानबुल कार्ड त्यो चढ्छ अनि चढौँला हेर्नुपर्छ कस्तो हुन्छ अनुभव लिइदिनुपर्छ यतिकै होस् ल ल अर्को पनि आयो ओके सही रहेछ त हथै कति तातो सबै ब्रान्डेड मात्रै पाउने बेबीलाई चाहिँ यहाँ सिम्पल चाहियो अरे म चाहिँ सादा खोजिरहेको हौ तर यो कस्तो लामो छ नरङ्ग भएको हात त ठुलो देख्छ त मेरो त यार हात त ठुलो देख्छ त कत्रो बाटोमा बस्यो भने चाहिँ त्यसले डङडङ्ग दिन्छ नि खोइ कहाँनिर खेल्ने यताभित्र जाने जाऊँ न त यताभित्र गयो यहाँ त लास्टै महँगो हौ गाइज हाम्रो उता मिना बजारमा पनि यस्तै मार्केटहरू छ त्यहाँ भन्दा पनि यहाँ महँगो क्या त्यहाँ उनीहरूले पनि यहीँबाट ल्याउँछ सामान भन्थ्यो यहाँ त अझै सस्तो पाउँछ होला सोचेको छैन खै उसले चाहिँ त्यहाँ भित्र हेर्दैछ सामान यहाँबाट भित्र हेर्दैछ उसले चाहिँ यहाँ चाहिँ ट्राम अरे यहाँको खतरा छ हामी चाहिँ फेरि अर्को पसल जाँदैछौँ पछि लागेर हो पछि लागेर यहाँ मान्छे के लिन आउँछ भन्नु सोच तिम्रो हात चाहिँ तल रहेछ त्यही भएर गर्दाखेरि ओके यहाँ नेपाल भनेर नचिन्दो रहेछ मान्छेले हत्तपत्त नेपाल गर्छ अनि चाइना र इन्डियाको बिचमा ल अब यहाँ कता गलीभित्र जान्छौँ शीतल भयो अलिकति अहिले घाममा हिँड्दा गर्मी भइरहेको थियो क्या अब लुट्दै रह्यो क्या म त खेल्दै नि हो फेरि ल हामी जान्छ सिक्रेट राइट ल अब भित्र गएर हेर्छौँ है हामी प्लेन वाइट टी सर्ट Do you want which model? White. No model. Do you have anything without designs? No. No. It's plain. होइन यो पनि ट्राई गर्नु न वाइट पनि Yeah, Evo. लिरा Yeah, this is 3,500 layer.
3,500 lira. Yeah, Turkish lira. This is special model. He's make handmade. Okay. 1500 लिरामा नि दिएन हौ I give for you normal price, like my final price for you. You want? I show you here. ल हामी त हिँड्दा हिँड्दा थकित भएर बल्ल बल्ल एउटा टी सर्ट त हो त्यो होइन टी सर्ट एउटा फाइनल गऱ्यो मेरो लागि हामीले बाटोबाट फर्काएर उसलाई मन परेर बाटोभरि भनेर लिएर आएर दरै प्राइस घटाएर लिएछ This color do you want? उसलाई मन पराएको मेन चाहिँ This one. अनि त्यही भएर यो चाहिँ लिएको 1000 राइट यो चाहिँ लिएको हामीले कति एरी थकित भयो 1500 त्यो चाहिँ 1500 मा लियो Oh, हामीले very expensive. सामान टु एक्सपेन्सिभ Very good price I give for you, brother. I Alright. swear it's for because हामीले लिएको टी सर्ट यही हो 1500 लिरा भनेको 150 दिरहम मन परेर है मेन चाहिँ मलाई त मन परायो हो तर मेन कर गर्ने चाहिँ उसले हो राम्रो छ क्वालिटी एकदमै क्वालिटी चाहिँ राम्रो छ तर पुरै एलभी लेखेको छ झिल्ली मिली तर लगाइदिने हो होइन कहिलेकाहीँ हो ल ल ल जाउँ निस्क्यौँ यहाँबाट अब उसको लागि हेर्नुपर्छ कि पैसा त लिने हो अब घडी हेर्न जाने रे मान्छेलाई पैसा चाहिँ छैन भन्ने तर सामान चाहिँ यो देखाऊ त्यो देखाऊ भन्दै हिँडिरहेको छ माई फ्रेन्ड भनेर What's up? How much? Tell me. जिस्काउँछ त जिस्काउँदैछ त हाउ मच भनेर कतिमा लियो भनेर 5000 लिरा कतिमा मुर्गा हाने भनेर हेर्दैछ हो खतरा छ त ब्याग यो बर्किन ब्याग भन्ने होइन यो कस्तो कालो हात देखेको नि मेरो क्वालिटी नै त्यो this is good quality leather. Excuse me, this is not plastic. This is like one is one. राम्रो छ यसको गिम्बल पनि फेरि कहाँ पुग्छ मलाई यो पनि मन पर्छ नि यो राम्रो लाग्छ एलभी And how was this one? Excuse me, I give for you this one 8,500. 8500 लिरा हैन 8,500. 8500 right महँगो भयो नि त एउटा लिम न त मिलाएर दिन्छ You want normal quality? We have एउटा normal लिम quality. हामी एउटा लिने भयो One, उसले 3,000, मिलाएर yeah, दिन्छ 4,000. हामीहरू लिन्छौँ है एउटा This is for lady bags. Good quality one. लेडिज ब्याग्स अरे कस्तो दामी है क्वालिटी राम्रो रहेछ नि त ओके पहिला अहिले हेरौँ न पहिला ब्याग हेरौँ न त Let's see bags for now. ओके गाइज हामी चाहिँ अब यहाँ खाजा खान बसेको अब कोक र पानी चाहिँ आइसक्यो हाम्रो त्यहाँनिर कबाब डोनर कबाब बन्दैछ यहाँको चाहिँ यस्तो छ भ्यू यहाँ शीतल शीतलै छ मोस्ट अफ द टाइम घाममा चाहिँ अलिक गर्मी रहेछ नत्र त शीतल छ मजाको छ वेदर हामी भर्खर यहाँ हावा दह्रो चलिरहेको छ हावाले आवाज बिगार्यो होला अनि हामी भर्खर घडी सपमा हेरेर आएको यस्तो दामी घडी थियो होब्लड केको घडी चाहिँ दामी थियो तर प्राइस धेरै भन्यो क्या कति भन्यो भने 12,000 यहाँको भनेपछि 1200 दिरहम 1200 दिरहम वाच दिन आइसक्यो सोल्टी यहाँ अनि 1200 दिरहम पर्यो होइन 1200 दिरहम भनेको पनि त धेरै हो 45-50 हजार हो तर उसले मिलाएर त दिन्थ्यो तर हामीले लिएन बिकज इट इज अलरेडी टु एक्सपेन्सिभ ल हाम्रो खाजा आयो है यो डोनर कबाब चिकन खाऊ त कस्तो छ रियाक्सन देऊ त 1 किलो छ है हेभी छ रहेछ यो कबाब डोनरको चाहिँ 37 दिरहम्स पर्यो 37 दिरहम हामी भर्खर खाजा खान निस्क्यौँ है अनि हाम्रो खाजाको चाहिँ 500 लिएर गयो यहाँको 500 लिएर भनेको चाहिँ 50 दिरहम तर ठिकै थियो यो एरिया अलिक महँगो रहेछ अरू एरिया भन्दा एउटा सावरमाको 2000 जति गयो भनौँ न सावरमा है तर महँगो त अब नेपालको हेरेर त महँगै हो तर यहाँको त्यस्तै होला हामी हिँड्दैछौँ है अघि जुन मार्केट छिर्दै आएको थियो त्यही मार्केट हामी फर्केर जाँदैछौँ अब त्यहाँ उता पर अर्को लालिली खै के मार्केट छ म्यापमा हेरेको अब त्यहाँ जानुपर्छ मान्छे तान्दैछ ल गाइज अब उनीहरूको प्राइस सुन्दा हामी तर्सिन्छ हाम्रो प्राइस भन्दा उनीहरू तर्सिन्छ है त्यस्तै भइरहेको छ त्यही भएर हामी कति हो भनेर सोध्दै हिँड्दै
उसले हेर्दैछ यो तर भोलि हाम्रो फोटोसुटको लागि हो मेन त हामीले टी सर्ट लियौँ एउटा मलाई भयो टी सर्ट 200 लिरा भनेको 20 दरम 20 दरम जति वालेट हेर्दैछ उसले त्यो गुच्चीको राम्रो छ उ हेर्दाखेरि It's the same, my friend. त्यस्तो झिलिमिली त के लिनु वालेट Yeah, it's the same. पर्दैन होस् कोही पुरै सेट म यता पनि के ब्रान्डको नाम उता पनि के जाति ब्रान्डको नाम अनि त्यसरी त मजै आउँदैन एउटा पछि चटक्क लाग्यो भने स्वाद देख्छ त ल गाइज हामीलाई चाहिँ पसल छोडेर गएछ पसल हाम्रो जिम्मामा गरेर गएछ है साउनी चाहिँ उ त्यहाँ बसिरहेको छ ल साउनी मलाई उयो ब्याग चाहियो फ्रीमा हजुर अब चाहिँ उसलाई देख्यो नि त असली क्यामराम्यान खै यता फर्क त हो क्यामेरा झुन्डाएर बाबा भ्लगर त हिँड तिमी अब टप भ्लगर उकालो ओह्रालो खतरा रमाइलो भइरहेछ म ओह्रालो देखाउँछु है यहाँ त ओह्रालो देख्दैन तर यो सब पसल बन्दहरू कि यो सब पसलहरू खोल्नुपर्ने हो सब पसल बन्द छ खै के को उनीहरूको के प्रोग्राम भइरहेको होला सबजना कालो सुटमा छ यार आज सन्डे भयो आज सन्डे भएर चाहिँ ल्याङ भयो नि त गाइज यहाँनिर फेरि लास्ट स्मोकिङ कल्चर एकदम खतरा रहेछ नो दिस फर आवर सब स्मोकिङ कल्चर एकदम खतरा रहेछ क्या यहाँको चाहिँ लास्ट चुरोट खाने मान्छेहरू युएमा उद गनाएर हैरान यहाँ चाहिँ चुरोट गनाएर हैरान म तपाईँलाई यार गर्दै हिँड्दैछु नि यार हाइट नपुगी यार गर्दैछ यार के छ त मिस भ्लगर चाहिँ हालखबर क्या भिड रहेछ यार हामी अघि सुनसान भयो सेट गर्दै हिँडेरको यहाँ त क्या मार्केट चाहिँ ओपन यता रहेछ क्या भिड रहेछ मकै खाने ल मकै खाने अरे यो मकै बोइल गरेको यहाँ मेरो खल्तीमा छ निकाल पैसा दे दो पानी झऱ्यो मलाई त पानी तिर्खा लाग्यो यार कतै हेर्न जाऊँ पानी र यता माथि जाऊँ हिँड न माथि हिँड यता जाने यता नि छ हामी चाहिँ यो जुस खाएको मिक्स अरे सबै मिक्स गरेर खै टेस्ट गरिदिउँ न सही रहेछ ए पैसा तिर्नु पर्यो सो अब हामी त थकित भइसक्यो भयो खुट्टा सुट्टा दुखिसक्यो केही छ कि भनेर हामीले चाहिँ स्टोनहरू लिइरहेको 368 फर्चुनको लागि चाहिँ स्पिरिचुअल एनर्जीको लागि रे ल उसले चाहिँ यहाँनिर बार्गेनिङ गर्दै गर्छ म चाहिँ पाइराइट स्टोन यो चाहिँ धन लाभको लागि अरे भन्दैन यतिर कत्रो ठुलो कति महँगो पर्ने धन आउने हो कि जाने हो यसले अनि यो लिएको अर्को यो लिएको यो एमेथिस्ट यो स्पिरिचुअल एनर्जी काम गर्ने यताउति के स्टोन भन्छ ल हेरौँ लगिदिएको म त उसलाई रमाइलो लाग्यो भनेर हुन्छ भनेको नत्र त लियो हुनु नि के छ त अब धन कतिखेर आउँछ धन अब धन कति बेला आउँछ भन त गाइज यहाँ चाहिँ अब झन्डै 8 बज्नै लागिसक्यो र पनि एक थोपो अँध्यारो भएको छैन 4 बजे जस्तो उज्यालो छ हामीले त भर्खर घडी हेरेर रियलाइज भएको खोइ त होइन त
भिड पनि उस्तै छ टाइम पनि खै गएको पत्तै नहुँदो रहेछ 8 बजिसक्यो अनि हामी यता पिछाडि जानुपर्ने छ हामी यता उज्यालै छ है 8 बजे पनि खतरा रहेछ त अनि के हो दिनभरि जति घुमे नि रात यो घुम भने जस्तो चाहिँ राति 9 बजे नै अँध्यारो हुँदैन जस्तो छ अब वाइल्ड भिड छ है केटा हो साथी हो वाइल्ड भिड छ हामी चाहिँ अब खान लागेको है ठुलो ठुलो भनेको सानो रहेछ एक होइन 3 ओके गाइज सो हामी चाहिँ अहिले भर्खर घर आइपुग्यौँ बाहिरै खाना खाएर आयो बर्गर सर्गर खाएर आयो मिठो थियो अनि एकदम थकित छौँ है हामी अघि स्टेप हेर्दाखेरि 13,500 स्टेप जति हिँडेछ है एकदम मजा आयो कति पसलहरू घुम्यो ऊ चाहिँ अब उसको अब नाइट रुटिन हान्दैछ अनि हामीले ल साउन्डहरू चाहिँ के लियो भने यहाँ टक्क मिलाएर राखेको छ क्या यो एउटा टी सर्ट एलभीको यो उसको ब्याग अनि यो अर्को यो स्टोनहरू अहिले मैले भनेको अनि उसको स्कार्फ यो अर्को स्कार्फ यो पनि अर्को स्टोन छ यहाँ यो चाहिँ मेरो टी सर्टहरू छ अनि यो चाहिँ मोजाहरू त्यही आजको चाहिँ अब अझै किन्नहरू बाँकी छ आज भर्खर फर्स्ट डे भयो अझै टन्नै सामानहरू किन्न बाँकी छ ल आजको भ्लग चाहिँ हाम्रो यति नै हो हाम्रो भ्युवरहरूलाई के भन्नु छ ल दनक दिने भ्युवरहरूलाई के भन्नु क्या भ्युवरहरूलाई दनक दिने रे अब ल ओके सो आज हामी एकदम थकित भयो अनि एकदम रमाइलो पनि भयो होइन कति ठाउँहरू घुम्न जानुपर्ने देखेको छ अब बिस्तारै बिस्तारै आउने दिनहरूमा घुम्छन् आजको लागि भ्लग चाहिँ यति नै राम्रो लाग्यो रमाइलो लाग्यो भने चाहिँ लाइक सेयर सब्सक्राइब गरिदिनु कमेन्ट गरिदिनु मैले जिस्केर भने दनक दिँदैन मैले ल सो अब नेक्स्ट भ्लगमा भेटौँला है त बाई एभ्रिवान बाई भनिदेऊ न त दनक नदिकन ल बाई एभ्रिवान बाई